नवीन चौहानद्वारा लिखित तथा निर्देशित चलचित्र उनको स्वेटरले फुल तथा धरणीधरको बीचको प्रेम कथालाई देखाएको छ। र यदि तपाईँ आठमाण्डु प्रोडक्सनको फ्यान हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ, किनकि उनीहरूको गीतमा हुने फ्लेभर यो फिल्ममा पनि तपाईँले पाउनुहुनेछ। अब सुरुवात गरौँ फिल्मको राम्रो पक्ष खेलाउन। पहिलो भनेको फिल्मका क्यारेक्टरहरू हाम्रो समाजमै देखिआएका पात्रहरू छन्। हुन त नेपाली फिल्ममा प्रायःसो नेपालको पूर्वी पहाडी क्षेत्रको कथा देखिँदैन। पूर्वको पहाडी क्षेत्रको कथा भने पनि अलिकति स्टेरियोटिपिकल तरिकाले भन्ने चलन छ। यो फिल्ममा भने त्यस्तो समस्या छैन। सबै क्यारेक्टर्सहरू वेल रिटन छन्। मितमा जस्तो सपोर्टिङ क्यारेक्टरलाई पनि फिल्मले राम्रोसँग अटाएको छ। उनीहरूको मेन प्लटमा एकदमै सिग्निफिकेन्ट रोल रहेको छ। विपिन कार्कीले मेन क्यारेक्टर धरणीधरको रोल खेलेका छन्। उनी एकदमै सोझा छन् र उनको बोली सानो छ, तर उनको बोली भने एकदमै सुरिलो छ। थरले उनी काफले भए तापनि उनी डबकाबाट जाँड खान्छन् र उनी बोल्दाखेरि क्षति ब्राह्मणको भन्दा पनि आङदाम्बेहरूको टोन बढी आउँछ। लेखक तथा निर्देशक नवीन चौहानले यसरी कैयौँ क्लिसेजहरूलाई हल्का तरिकाले ट्विस्ट गरेका छन् र यो ट्विस्टहरू एकदमै इन्ट्रेस्टिङ तथा इन्जोयबल ट्विस्टहरू पनि छन्। मिरुना मगरको पर्फर्मेन्स पनि एकदमै राम्रो छ। उनले एकदमै अथर ब्याक्ड रोल पाएकी छन्, अथर अथवा राइटर ब्याक्ड रोल पाएकी छन्। उनको रोल दर्शकको मनमा बस्न सफल हुन्छ। पहाडमा सेट भएको यो कथालाई डिओपी चिन्तनको क्यामेराले कैद गरेको छ र उनले वाइड सर्टहरूको मार्फतबाट पहाडमा भएको सुन्दरतालाई पनि एकदमै राम्रोसँग क्यामेरामा कैद गर्न सकेका छन्। सिनहरू प्रायःसो एकदमै स्लो पेसका छन्, तर त्यसलाई चाहिँ डायलग डेलिभरी र डायलग राइटिङ यति इन्ट्रेस्टिङ छ कि तपाईँले कहिले पनि बोर फिल हुँदैन। स्पेसल मेन्सन चाहिँ विपिन कार्कीको विग र पेन्सिल मुस्टास डिजाइन गर्ने मेकअप तथा कस्ट्युम टिमलाई छ। कुनै कुनै सिनमा उनी नारायण गोपाल जस्तो देखिन्छन्, तर उनले गाउन चाहिँ प्रेमदोष प्रधानका गीतहरू गाइरहेका हुन्छन्। अब कुरा गरौँ फिल्मको नराम्रो पक्षको। फिल्ममा एकदमै कन्भोल्युटेड स्क्रिन प्ले भएको कारणले गर्दाखेरि क्लाइमेक्समा जति इमोसनल हुनुपर्ने हो त्यति भने छैन र त्यसले गरेर फिल्मको ओभरअल इम्प्याक्ट पनि कम हुन्छ। अर्को फिल्मको फ्ल भनेको फिल्ममा एकदमै धेरै सपोर्टिङ क्यारेक्टरहरू छन् र उनीहरूको स्टोरी ऱ्यापअप गर्दा गर्दै स्क्रिन प्ले एकदमै कन्भोल्युटेड हुन जान्छ र फिल्मको मेन स्टोरीदेखि नै ध्यान हट्न जान्छ र यसले गरेर पछि सिनहरू रेपिटेटिभ पनि फिल हुन थाल्छन्। अर्को भनेको फिल्ममा एकदमै कन्भिनियन्टली भोइस ओभर युज गरिएको छ। अर्ग्यानिकली भन्दा पनि स्क्रिन प्लेमा भएको ग्याप पुरा गर्नको लागि भोइस ओभरको युजेस भएको छ। र अर्को मलाई एकदमै खल्लो महसुस भएको भनेको फिल्मको एन्डिङ हो। फिल्मको एन्डिङ अर्ग्यानिकली नभइकन पनि सिक्वलतर्फ बढी फोकस भएको देखिन्छ। अन्त्यमा भन्नुपर्दाखेरि एकदमै स्विट लभ स्टोरी भए तापनि स्क्रिन प्ले र विशेष गरी एन्डिङले गरेर फिल्मको ओभरअल इम्प्याक्ट कम हुन्छ। आशा छ कि यो रिभ्यू हेरेर तपाईँले फिल्म हेर्ने कि नहेर्ने भनेर मन बनाउनु भयो होला। फिल्मको डिटेल रिभ्यू हामी 3 दिनपछि अपलोड गर्ने नै छौँ र आउने दिनहरूमा पनि हामी नेपाली तथा विदेशी चलचित्रहरू रिभ्यू गर्नेछौँ। त्यो रिभ्यूहरू हेर्नको लागि भए पनि प्लिज सब्सक्राइब टु आवर च्यानल एन्ड स्टे अपडेटेड।